सबैभन्दा पहिले त मोबाइल अथवा ल्यापटपमा गएर कुनै पनि ब्राउजरमा haikorea.go.kr हान्नुहोला। haikorea.go.kr त्यसपछि हाइकोरियाको होम पेज यस्तो खुल्नेछ। यता ल्याङ्ग्वेज कोरियन, इङ्ग्लिस र चाइनिज छ। इङ्ग्लिस हान्नुहोला, इङ्ग्लिस सजिलो हुन्छ। त्यसपछि लगइनमा जानुहोला। लगइन तल आइडी पासवर्ड हानेर लगइन गर्ने ठाउँ छ। हामी फाइन आइडी र फाइन पासवर्ड गर्नेछौँ। फाइन आइडी गरौँ पहिला। आइडी खोज्नुपर्छ पहिला पासवर्डको लागि पनि। इन्डिभिजुअल मेम्बरसिपमै अटोमेटिक टिक छ, त्यो नै छोडिदिनु होला। इमेल एड्रेस भनेको छ, इमेल गर्नुभयो भने इमेलमा आइडी पठाइदिन्छ तपाईँको। त्यसैले एलियन रजिस्ट्रेसन नम्बरबाट गर्नु होला। एलियन रजिस्ट्रेसन नम्बरबाट गर्यो भने हाम्रो हाइकोरियाको आइडी यहीँ डिस्प्ले गर्छ। आफ्नो नाम, डेट अफ बर्थ, एलियन रजिस्ट्रेसन नम्बर हाल्नु होला। त्यसपछि फाइन आइडी गर्नु होला। नाम, डेट अफ बर्थ, एलियन रजिस्ट्रेसन नम्बर, फाइन आइडी। ओके, मेरो यहाँ आइडी डिस्प्ले गरिसकेको छ। अब हामी पासवर्डको लागि जान्छौँ। फेरि लगइन गर्नु होला। लगइनमा जानु होला। लगइनमा गएपछि यहाँ तल फाइन पासवर्ड छ, फाइन पासवर्डमा जानु होला। त्यसपछि अघि भर्खरै देखाएको डिस्प्लेमा देखाएको आइडी हान्नु होला। आइडी, नाम र इमेल एड्रेस हान्नु होला। आफ्नो नाम, इमेल एड्रेस हान्नु होला। त्यसपछि फाइन पासवर्ड गर्नु होला। त्यसपछि आफ्नो इमेल खोल्नु होला। इमेलमा हाइकोरियाबाट एउटा इमेल आएको हुन्छ, त्यहाँ पासवर्ड आएको हुन्छ हाइकोरियाको। त्यसपछि यहाँ पासवर्ड फिमेल बनाऊ भनेर आएको छ। यो पासवर्ड डाइरेक्ट गएर त्यहाँ लगइन नगर्नु होला। डाइरेक्ट लगइन गर्यो भने लगइन हुँदैन। यो पासवर्ड छ तर यसले डाइरेक्ट लगइन हुँदैन। सबैभन्दा पहिले तल यो यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि लगइन गर्नु होला। यो लगइन गरेपछि बल्ल अघिको पासवर्ड लगेर लगइन गर्नु होला। त्यसपछि लगइन हुन्छ। त्यसपछि नयाँ पासवर्ड हान्नु होला। त्यसपछि नयाँ पासवर्ड हान्नु होला। फेरि पासवर्ड चाहिँ यसरी म डिस्प्लेमा राखिदिन्छु, यसरी राख्नु होला। एउटा क्यापिटल लेटर, एउटा स्मल लेटर, स्पेसल लेटर र ओड राख्नु होला। सबै मिलाएर राख्नु होला। त्यसपछि प्रोसिड टु चेन्जमा जानु होला। ओके, मेरो लगइन भइसकेको छ सबै। मेरो हाइकोरियाको आइडी खुलिसकेको छ। मेरो होम माई पेजमा छु म।